Hello everyone, Namaste. Welcome to my mini vlog. आज हामी आलु रोप्न गइरहेका छौं। हजुरहरु खाली बस्नुभन्दा आउनुस् न मसँग जाउँ। मम्मीको परिश्रम। घरबाट निस्किदै गर्दा ढकमक्क फुलेका यी फूलहरूले थप उत्साहित र आनन्दित बनायो। आमाको करेसाबारी घर पछाडि नै भएको हुनाले हामी छिट्टै पुग्यौं। साथीहरु, मलाई चाहिँ सादा जीवन र उच्च विचार एकदमै मनपर्छ। हामी यही माटोबाट आएका हौं र एकै माटोमा मिसिने छौं। त्यसैले केको घमण्ड, केको डर अनि केको लालच। जीवनको यो पडावमा आउँदाखेरि नेचर इज अ पर्फेक्ट थेरापी फर माई सोल र बेस्ट लाइफ कोच so do our parents are. प्रकृतिको नियम अनुसार जति बढिँदै जान्छ उति नै जरासँग जोडिनु जरुरी छ। हैन भने हामी ओइलाएर जानेछौं र त्यो प्रगतिको कुनै पनि अस्तित्व रहन्न, जसरी एउटा जरा काटिएको हाँगाको हुनेछ। अब भने साथीहरु, हामी जे कामको लागि आएका थियौं त्यही गरौँ है त। सर्वप्रथम हामीहरूले अर्ग्यानिक कम्पोस्ट म्यान्युर फर्टिलाइजर प्रिपेयर गरौँ र जुन चाहिँ मेरो लागि मेरो आमाले गरिदिनु भएको छ। अब भने माटो तयार पार्ने। माटोको कुलो बनाउनको लागि कुटो कोदालोको सहायता लिने। माटो तयार पार्दै गर्दा बारी छेउमा अलि महिना अघि रोपिएको सरखण्डा अनि तरुल आमाले भेटाउनु भएछ। हेर्नुस् त साथीहरु, कति मजाले फलेको रहेछ। आफूले गरेको कडा परिश्रमको उन्नत फल पाउँदा करेसाबारीमा होस् या जीवनको कुनै पनि पडावमा साह्रै नै मन हर्षित हुँदो रहेछ। अथाह र असल फल फलाउनको निमित्त हामीले जमिनलाई खुकुलो बनाउनु पर्छ। तेस्रो चरणमा हामीले अघि तयार पारिराखेको मल माटोसँग मिसाउने छौं। अब भने हामीले तयार पारिएको जमिनमा 2-2 हातको फरकले अथवा 18 इन्चको फरकमा आलुको बिउलाई रोप्ने छौं। अन्तिम चरणमा रोपिएको आलुलाई कुटो कोदालोको सहायताले माटो हालिदिने र हातले समाएर पुरिदिने। क्रमशः यसरी नै हामीले हाम्रो सम्पूर्ण आलुहरू रोपिसक्यौं। र साथीहरु, हजुरहरूलाई आजको हाम्रो मिनी ब्लग कस्तो लाग्यो लाइक, कमेन्ट अनि शेयर गरिदिनु होला। र यस्तै रोचक भिडियोहरू हेर्नको निमित्त हामीलाई फलो पनि गरिदिनु होला। तबसम्मको लागि शुभ दिन।